काठमाडौँ महानगरपालिका अब चाहिँ बिचौलियाहरूको कब्जामा राम्रै गरी पुगेको भनेर चाहिँ विज्ञहरू अहिले बताउन थालेका छन्। काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई भ्रष्टाचारीको अभियोग लागेर जबरजस्त रूपमा केही समय निलम्बित भएपछि जबरजस्ती रूपमा चाहिँ मेयरको सहमति बिना भित्र ल्याइएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईको निर्देशनमा उनको आदेशमा चाहिँ अहिले राजुनाथ पाण्डेलाई 6 महिनाको लागि निलम्बन गरिएको छ। यसबाट के देखिने भयो भनेदेखि विज्ञहरू के भन्छन् भने अब बालन शाहका जरा हाँगा काट्न सुरु भयो र काठमाडौँ महानगरपालिका राम्रै गरी अब बिचौलियाको कब्जामा भयो। ती गुरागाई यस्ता मान्छे हुन् जुन भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएका भट्टराई भन्दा पनि बढी करप्ट मान्छे हुन्। तर सरकारले किन संरक्षण दिइरहेछ? सरकारले उनैलाई फिर्ता ल्यायो बालन शाहले जबकि उनलाई निलम्बन गरेका थिए र जबरजस्त रूपमा पार्टीहरू र सत्तारूढ पार्टी दलहरू र चाहिँ बिचौलियाहरू मिलेर उनलाई चाहिँ त्यो काठमाडौँ टावरको जुन करोडौँ अलमोस्ट अरबौँ बराबरको चाहिँ जुन भ्रष्टाचार काण्ड छ त्यो कन्ट्र्याक्ट नक्सा पास र इलिगल रूपमा 12 तलाभन्दा माथिका तलाहरू 19 तलासम्म थप्ने काम जुन गराइएको छ तिनै बिचौलियाहरूको लगानी फन्डिङ र चाहिँ तिनैको प्रभाव चाहिँ अहिले प्रष्ट रूपमा देखियो र अब काठमाडौँ महानगरपालिका पनि बिचौलियाबाट चोखो हुन सकेन भन्ने चाहिँ मानिसहरू भनिरहेका छन्। अब राजु पाण्डेलाई निलम्बन गर्नुको मुख्य कारण चाहिँ अब तिनै गुरागाईलाई पहिला कार्यालय प्रवेश जबरजस्त कार्यालय प्रवेश गराउँदाखेरि रोक गराउन खोजे भन्ने रे। कुनै भ्रष्टाचार होइन, कुनै गलत नियतले काम गरेको छैन, कुनै केही गरेको छैन। उसले त सिर्फ मेयरको आदेशलाई पालना गरिरहेको थियो के। अनि निलम्बन गर्ने भनेर जुन प्रश्न सोधेका थिए गुरागाईले त्यो प्रश्नको पनि उनले जवाफ चाहिँ दिइसकेका थिए, तर जवाफ चित्त बुझ्दो भएन रे। अस्ति जलस्रोत मन्त्रीलाई पनि त उसको कुलमान घिसिङको जवाफ चित्त बुझ्दो भएको थिएन होइन। अब कस्तो भने जहाँ भ्रष्टाचारको गन्ध हुन्छ, जहाँनेरि कुनै गडबड खराबी गर्न खोजिएको छ त्यहाँनेरि स्पष्टीकरणको चित्त बुझेन भन्ने कुरा ल्याइन्छ र कारबाहीलाई अगाडि बढाइन्छ। अहिले यदि नैतिकता भएको हुन्थ्यो भनेदेखि काङ्ग्रेस एमाले लगायत सम्पूर्ण दलबाट निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरूले चाहिँ भ्रष्टाचारको आरोप लागेका गुरागाईमाथि राम्रो अनुसन्धान गर्नुपर्दथ्यो, छानबिन समिति बनाउनु पर्दथ्यो, मेयरसँग मिलेर काम गर्न सक्नु पर्दथ्यो। तर आगामी निर्वाचनमा अब राजु पाण्डे यसै गरी बाहिर निकालिए भने उनी पक्कै पनि अब आउने चुनावमा पक्कै पनि मेयरको उम्मेदवार हुन्छन् या केही उपमेयरको उम्मेदवार हुन सक्छन् होइन। तर अहिले दलबाट निर्वाचित भएका जति पनि वडा अध्यक्षहरू छन्, जति पनि प्रतिनिधि छन्, उनीहरूले के फेरि चुनाव जित्न सक्लान् यस्तै नैतिक धरातलबाट? त्यो भने हेर्नुपर्नेछ। यो अहिलेको भनेको एउटा चाहिँ नैतिक परीक्षा पनि हो सबैको। र अब राजु पाण्डेको यो निलम्बन सम्बन्धमा मेयर आफैले केही बोल्छन् बोल्दैनन्। अब मेयर साहब यसरी भूमिगत हुनु राम्रो होइन भनेर मानिसहरू भनिरहेका छन् होइन। नगरपालिकाका कर्मचारी लगायत नगरपालिका सम्बन्धित स्रोतहरू पनि चिन्तित छन्। उनले केही समय अगाडि चाहिँ काठमाडौँ महानगरपालिकाको आगामी बजेट कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईँहरूलाई प्रतिक्रिया दिनुहोस् भनेर एउटा सञ्जालमा पोस्ट हालेको देखिन्छ। त्यहाँदेखि बालन शाह पनि गायब भइरहेका देखिन्छन्। र हेरौँ अब यो अनैतिकहरूले नैतिकमाथि गर्ने दमन अत्याचार कसरी अगाडि बढ्छ नेपालमा र काठमाडौँ महानगरपालिकामा पनि यो कसरी अगाडि बढ्छ त। काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले अहिले प्रतिक्रिया दिएका छन्। उनलाई चाहिँ निलम्बन गरिसकेपछि पत्रकारहरूले फोनबाट सोधेका रहेछन्। उनको आमा चाहिँ ब्रेन ह्यामरेज भएर अस्पतालमा बिरामी भएर 4-5 दिनदेखि उनीहरू चाहिँ रातभरि अस्पताल बस्ने अनि दिनभरि अफिसको काममा ड्युटीमा खट्ने त्यसरी काम खटाइ गरिरहेका रहेछन् होइन।
यत्रो गरिरहँदाखेरि पनि र आमा बिरामी भएर यस्तो समस्या परेकै बेलामा चाहिँ मलाई यही मौकामा उनीहरूले चाहिँ कारबाहीको डन्डा उठाए भनेर उनले चाहिँ गुनासो पनि गरेको सुनियो। आफू कानुनी उपचारको लागि गइहाल्ने त त्यस्तो सोचाइ बनाइसकेको छैन, तर पनि अब सरसल्लाह गरेर के हुन्छ त्यो अनुसारले अगाडि बढ्ने। तर सबैभन्दा ठुलो न्यायाधीश भनेको जनता हो, जनताले जे भन्नुहुन्छ त्यो नै सबैभन्दा ठुलो कुरो हो भनेर चाहिँ उनले प्रतिक्रियामा पत्रकारहरूलाई भनेका छन्। त्यति बेला कार्यालय प्रशासकीय अधिकृत मुख्य प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई लिएर आउँदाखेरि त्यहाँ शान्ति सुरक्षाको व्यवस्था प्रबन्ध गर्न मात्र मैले खोजेको हो, मेयर साहबको आदेश अनुसार मान्नुपर्ने पनि हुन्छ। त्यो कुरा उनीहरूलाई पनि थाहा छ, मिडियालाई पनि थाहा छ, सर्वत्र अहिले थाहा भइसकेको कुरा छ भने मैले दोहोऱ्याएर भनिरहनु पर्दैन। तर अहिले भने एउटा ठुलो अमानवीयता देखाउने काम भयो, मानवीयताको ख्याल गरिएन, यति मात्र मेरो गुनासो हो। उहाँहरूले गर्ने काम गर्नुहुन्छ, जनताले आफ्नो दृष्टिकोणले के भन्नुपर्छ त्यो जनताले मलाई सुझाव दिनुहुनेछ, म त्यसै अनुसार अगाडि बढ्छु भन्छन् उनले। अहिले काठमाडौँ महानगरपालिकाको राजु पाण्डेको स्थानमा प्रमुख जिम्मेदारीमा चाहिँ एसपी विष्णु जोशीलाई ल्याइएको भनिएको छ। अब जोशी कस्तो कार्यशैलीका मान्छे हुन् त्यो थाहा भएको छैन। उनले चाहिँ आफ्नो प्रतिक्रियामा आफू काममै भइरहेको र त्यसै बेलामा अनौपचारिक जानकारी आएको, औपचारिक पत्र भने दिएको छैन भनेका छन्। अब राजुलाई भने त्यसरी रातो दिन गरेर काम गरिरहँदाखेरि पनि उनलाई आमा त्यस्तो बिरामी भएको बेलामा, काम गरिरहेको बेलामा चाहिँ पत्र थमाइएको अवस्था छ। अब मेयर बालन शाहले पनि आज रातिसम्ममा लेट नाइट जहिले पनि उनले पोस्ट हाल्छन्, कुनै पोस्ट हाल्ने हुन् कि भन्ने अपेक्षा पनि मानिसहरूले गरेका छन्। अब तर पनि यो घटनालाई तपाईँहरूले कसरी लिनुहुन्छ होइन, तपाईँहरूका विचार पनि सुनौँ सबै साथीहरूका। र राजु पाण्डेलाई पनि तपाईँहरूले सोझै आफ्नो सुझावहरू पनि राखिदिन सक्नुहुन्छ।